सो वेलकम गाइज। सो यो चाहिँ हाम्रो अब दोस्रो भिडियो प्रोग्रामिङ विथ सी एन्ड प्रोग्राम एनालाइसिस पार्ट 2 र पार्ट 1 मा चाहिँ हामीले बेसिकली प्रोग्राम एनालाइसिस अल्गोरिदम फ्लोचार्ट कोडिङ कम्पाइलेसन एन्ड एक्जिक्युसनको बारेमा पढ्यौँ र अब चाहिँ हामीले चाहिँ हिस्टोरी अफ द सी स्ट्रक्चर अफ द सी प्रोग्राम डिबगिङ टेस्टिङ एन्ड डकुमेन्टेसनको बारेमा पढ्छौँ। सो लेट्स स्टार्ट होइन। स्टार्ट गर्नुभन्दा अगाडि ल सुरु गऱ्यौँ हामीले। ल सुरुमा हामीले के गरौँ भने हामीले चाहिँ सुरुमा सी प्रोग्राम सी ल्याङ्ग्वेज भनेको के हो त सुरुमा वाट इज सी ल्याङ्ग्वेज। सो बेसिकली सी ल्याङ्ग्वेज भनेको चाहिँ फङ्सनल ल्याङ्ग्वेज हो। फङ्सनल ल्याङ्ग्वेज भनेको चाहिँ मैले प्रिभियस भिडियोमा भनेअनुसार चाहिँ के भन्यो भने हाउसलाई चाहिँ टेक्स्ट फर्मेट, कुनै पनि इन्टिटीलाई चाहिँ कुनै पनि एउटा अब्जेक्टमा पिक्चरमा चाहिँ देखाउनु तर हाउसलाई चाहिँ टेक्स्टमा चाहिँ देखाउँछ। अब यो चाहिँ बेसिकली जेनरल पर्पोज ल्याङ्ग्वेज भन्छ। जेनरल पर्पोज ल्याङ्ग्वेज भनेको कस्तो भने बेसिकली यो चाहिँ फ्रिक्वेन्टली युज भइरहने ल्याङ्ग्वेज भनेर चाहिँ यसलाई जेनरल पर्पोज ल्याङ्ग्वेज भनेको। फ्रिक्वेन्टली यसलाई कहाँ युज गर्छ भने धेरै जसो सिस्टम प्रोग्रामिङमा चाहिँ धेरै जसो यसलाई चाहिँ युज गर्छ। सो यो चाहिँ हाम्रो भयो। अब बेसिक सी ल्याङ्ग्वेज भनेको के हो? सी ल्याङ्ग्वेज भनेको चाहिँ हाम्रो अब यो अनुसार चाहिँ फङ्सनल ल्याङ्ग्वेज अथवा प्रोसिड्युरल ल्याङ्ग्वेज भन्छ। प्रोसिड्युरल ल्याङ्ग्वेज भनेको चाहिँ कस्तो भन्छ भने फङ्सनललाई चाहिँ हामीले के पनि भनिन्छ, प्रोसिड्युरल ल्याङ्ग्वेज भनेको चाहिँ के भन्छ भने यसरी माथिबाट फ्लो भइरह वान बाई एनअदर मात्र जाने कि कुनै जम्प स्टेप छैन। प्रोसिड्युर भनेको चाहिँ वान बाई वान पछि अर्को पछि अर्को भनेको चाहिँ यो चाहिँ भनेको प्रोसिड्युरल ल्याङ्ग्वेज भयो। स्टेप बाई स्टेप पहिलाको स्टेप नभ्याइएसम्म चाहिँ दोस्रो स्टेपमा जान पाएन, त्यो भनेको चाहिँ हाम्रो प्रोसिड्युरल ल्याङ्ग्वेज। र यो भनेको यो सी ल्याङ्ग्वेजको हल्का इन्ट्रोडक्सन भयो। सो यसपछि चाहिँ हामीले के हेर्छौँ भने हिस्टोरी अफ द सी ल्याङ्ग्वेज हेर्छौँ। सो हिस्टोरी अफ द सी ल्याङ्ग्वेजमा चाहिँ हाम्रो के छ भने बेसिकली डेभलप चाहिँ कहिले भयो भने हाम्रो चाहिँ डेभलप चाहिँ यो चाहिँ हाम्रो डेभलप चाहिँ 1972 भन्छ। धेरै केसमा चाहिँ 1972 भन्छ, तर एकोर्डिङ टु द विकिपिडिया 1969 देखि 1973 को बिचको रेन्जमा चाहिँ यसलाई डेभलप गर्यो भन्छ। डेभलप बाई डेनिस रिचे र केन थोम्सन। डेनिस रिचे एन्ड केन थोम्सनले चाहिँ यसलाई डेभलप गर्यो कहाँ भनेको चाहिँ बेल्स ल्याबमा, जुनलाई चाहिँ अहिले हामीले के भनेर मान्छौँ एटिएनटी कोअपरेसन भनेर चाहिँ हामीले जुनलाई डिफाइन अहिले चाहिँ एटिएनटी भनेर चिन्नेलाई चाहिँ हामीले के भन्छौँ बेल्स ल्याब। र बेसिकली सी ल्याङ्ग्वेज चाहिँ सुरुमा के को लागि डेभलप गर्यो भने युनिक्स ओएसको लागि डेभलप गर्यो। युनिक्स ओएस भनेको चाहिँ कस्तो हो भने एकदम त्यति बेलाको फर्स्ट अपरेटिङ सिस्टम भन्दा नि हुन्छ, जसलाई जुनबाट चाहिँ हाम्रो अहिलेको करेन्ट सिस्टम अपरेटिङ सिस्टम लाइक एज विन्डोज, लिनक्स र म्याक चाहिँ यसको सब्सिडियर्स भन्छ। भनेको त्यसकै कोडलाई चाहिँ युज गरेर अथवा त्यसको त्यो फङ्सनालिटी युज गरेर चाहिँ यिनीहरूले आफ्नो एउटा लेभलको चाहिँ कर्नेल बनाए, यसलाई चाहिँ हामीले के भन्छ युनिक्स ओएस भन्छौँ। सो यसलाई चाहिँ रिडिफाइन अथवा रिजेनेरेट गर्नको लागि चाहिँ हामीले युनिक्स ओएसलाई चाहिँ रिजेनेरेट गर्नको लागि चाहिँ डेनिस रिचर र केन थोम्सनले चाहिँ यसलाई चाहिँ डिफाइन गरे। र त्यति बेलासम्म चाहिँ के थियो भने डेभलप चाहिँ गरे, तर के भन्छ एउटा स्ट्यान्डर्डाइज थिएन। र स्ट्यान्डर्डाइज कति बेला भयो भने 1989मा आएर चाहिँ एनसी अमेरिकन नेसनल स्ट्यान्डर्ड इन्स्टिट्युटले चाहिँ यसलाई चाहिँ स्ट्यान्डर्डाइज गर्यो विथ केसँग पनि आइएसओसँग मिलेर चाहिँ यसलाई चाहिँ स्ट्यान्डर्डाइज गर्यो एज द एनसिसी। र यो चाहिँ कहिले भयो 1989मा। र यसको अब यो अनुसार यसले स्ट्यान्डर्डाइज
स्ट्यान्डर्डाइज गरिसकेपछि यसको डिफ्रेन्ट भर्जनहरू त्यो स्ट्यान्डर्ड अनुसार चाहिँ यसको डिफ्रेन्ट भर्जनहरू रिलिज भइरहेछ र कन्टिन्यू स्ट्यान्डर्डाइज हुँदै गइरहेछ। सो अब यति भइसकेपछि अब हामी कतातिर लागौँ, स्ट्रक्चर अफ द सी प्रोग्रामतिर। सो बेसिकली स्ट्रक्चर चाहिँ कस्तो हुन्छ त, एउटा सी प्रोग्रामको स्ट्रक्चर चाहिँ अब गर्न त हामीले गरिहाल्यौँ, स्ट्रक्चर चाहिँ हाम्रो कस्तो हुन्छ एकछिन ल। स्ट्रक्चर चाहिँ कस्तो भयो त नि, र स्ट्रक्चर चाहिँ सुरुमा हामीले के हुन्छ भने DECLERATION डिक्लेरेसन सेक्सन। सरी डिक्लेरेसन सेक्सन चाहिँ होइन, सुरुमा चाहिँ हाम्रो के पर्यो, सुरुमा चाहिँ हाम्रो पर्यो सुरुमा चाहिँ डकुमेन्टेसन सेक्सन, त्यसपछि आयो हाम्रो लिङ्क सेक्सन, त्यसपछि आयो अर्को डिफिनेसन सेक्सन, अनि आयो ग्लोबल डिक्लेरेसन सेक्सन आयो, त्यसपछि आयो हाम्रो मेन, यसको समथिङ छ, त्यसपछि आयो हाम्रो फङ्सन्स डट 1 to n। यो चाहिँ भनेको युजर डिफाइन्ड फङ्सन्स। सो डकुमेन्टेसन सेक्सन भनेको के हो त, सुरुमा हाम्रो कन्डिसन अनुसार अब डकुमेन्टेसन सेक्सन भनेको चाहिँ के भन्छ भने यसलाई चाहिँ डकुमेन्ट गर्ने भनेको चाहिँ यो एउटा प्रोग्राम लेख्दैछौँ भने के को बारेमा लेखिँदैछ त्यसको एउटा बेसिक इन्ट्रोडक्सन दिन्छ नि, त्यसलाई चाहिँ हामीले डकुमेन्टेसन लेख्छौँ। जस्ट लाइक अब यसमा के युज गर्न सक्छौँ भने बेसिकली यसमा चाहिँ कमेन्ट अथवा डिस्क्रिप्सन अफ द के को प्रोग्राम, कम्प्युटर प्रोग्रामको चाहिँ अथवा त्यो सी प्रोग्रामको चाहिँ कमेन्ट युजमा चाहिँ हामीले के रहेछ डिस्क्रिप्सन राखिन्छ। त्यसपछि लिङ्क सेक्सन भनेको चाहिँ एक्सटर्नल लाइब्रेरी फाइल्स LIBRARY लाइब्रेरी फाइल्सहरूलाई चाहिँ हामीले यहाँ डिफाइन गरिन्छ। अब डिफिनेसन सेक्सनमा चाहिँ कुनै कुरा एउटा कुनै कन्स्ट्यान्ट डिफाइन गर्न कन्स्ट्यान्ट डिफाइन गरिन्छ। ग्लोबल डिक्लेरेसन सेक्सनमा चाहिँ कुनै बाउन्ड्री नो बाउन्डेड डिफल्ट भ्यालु राखिन्छ। नो बाउन्डेड डिफल्ट भ्यालु भनेको चाहिँ कस्तो भने यहाँ माथि डिफाइन गरेको भ्यालुलाई चाहिँ हामीले कहाँ हुन्छ मेनभित्र मात्र नभइकन हामीले सबै फङ्सनमा युज गर्न सक्छौँ। र मेन भनेको चाहिँ यो चाहिँ हाम्रो बेस अफ अ प्रोग्राम भन्छ, हरेक प्रोग्राममा यो मेन हुनु पर्यो र यो कतिचोटि हुनसक्छ ओन्ली 1 टाइम्स मात्र आउन सक्छ। र युजर डिफाइन फङ्सन भनेको चाहिँ यो बाँकी रहेको तलको सब प्रोग्राम भनेको चाहिँ के भन्छ भने युजर डिफाइन फङ्सनहरू भयो। युजर डिफाइन फङ्सनहरूमा चाहिँ युजरले डिफाइन गरेको फङ्सन क्यान बी अब डिफ्रेन्ट टाइप्स अफ फङ्सन हुनु सक्छ होइन। उसले अब आफ्नो चाहिएअनुसार चाहिँ कसरी डिफाइन गर्छ त एउटा फङ्सन, मेनमा नराखिकन फङ्सनमा डिफाइन गर्दाखेरि एउटा प्रोग्रामलाई फङ्सनमा डिफाइन गर्दाखेरि चाहिँ के फाइदा हुन्छ त प्रोग्रामको लागि भनेर चाहिँ यहाँ अब फङ्सनमा पढेपछि बल्ल थाहा पाइन्छ। अब यो भयो। अब यसको एउटा इक्जाम्पल हेर्दिउँ। इक्जाम्पलमा चाहिँ के छ भने मानौँ मेरो स्टार्ट मैले चाहिँ केबाट गर्नु भने डकुमेन्टेसन सेक्सनबाट मेरो स्टार्ट हुनु पऱ्यो। डकुमेन्टेसन सेक्सनबाट स्टार्ट भएपछि सुरुमा हाम्रो पार्ट के हुन्छ, सुरुमा चाहिँ अब इक्जाम्पलमा चाहिँ हाम्रो सुरुमा के भयो भने स्ल्यास कमेन्ट गरेँ मैले होइन। स्ल्यास कमेन्टमा चाहिँ प्रोग्राम
टु फाइन्ड सम, प्रोग्राम टु फाइन्ड सम भने अब यो भनेको हाम्रो के भयो, डकुमेन्टेसन सेक्सन भयो। त्यसपछि आयो हाम्रो ह्यास इन्क्लुड स्टुडियो डट एच छ, अनि ह्यास इन्क्लुड कोनियो डट एच छ। त्यसपछि अब हाम्रो के गऱ्यौँ भने हामीले चाहिँ अब एरिया थाहा पाउनुको लागि ह्यास डिफाइन के गरेँ भने पिआईलाई चाहिँ मैले के माने 3.14 भनेर यसको भ्यालु माने, 3.14 भनेर भ्यालु माने र 3.14 भनेर भ्यालु मानिसकेपछि अब मैले चाहिँ एउटा ग्लोबल डिक्लेरेसन के गरेँ भने फ्लोट एरिया भनेर। अब यसको चाहिँ अब मैले अब हाम्रो भोइड मेन अब चाहिँ यहाँ के डिफाइन गर्छ भने इन्ट आर भनेर, यो चाहिँ मेरो अब यो चाहिँ हाम्रो मेरो भनेको यो फङ्सनभित्रको भयो होइन। अब मैले मेन फङ्सन, मेन भनेको नि एउटा फङ्सन हो, तर यो भनेको प्रिबिल्ट फङ्सन हो। प्रिबिल्ट फङ्सन युज गर्नको लागि चाहिँ मेन एकचोटि मात्र हुनुपर्छ एउटा प्रोग्राममा। त्यही भएर अब मैले के भने इन्ट आर भनेर मैले यसको डिफाइन गरेँ। त्यसपछि एरिया, एरिया भनेको अब हाम्रो सर्कल अफ एरिया भनेको के छ, पाई आर स्क्वायर हो कि नै। पाई आर स्क्वायर भनेपछि पिआई इन्टु के छ आर इन्टु आर, पाई आर स्क्वायर पाई आर। सो पाई आर स्क्वायर भयो यसको भ्यालु चाहिँ। अब चाहिँ के भयो, यो चाहिँ केमा आएर बस्यो, एउटा ग्लोबल भेरिएबलमा आएर बस्यो फ्लोटको भ्यालु। अब यसलाई चाहिँ के भन्छ, अब मैले यसलाई प्रिन्ट गरेँ। प्रिन्टमा चाहिँ के गरेँ भने एरिया भनेको चाहिँ मैले के गरेँ, एरिया भनेर प्रिन्ट गरेँ। यो भनेको चाहिँ हाम्रो अब मैले अरू बाँकी रहेको फङ्सन केही पनि डिफाइन गरेँ। अब यहाँ हेर्दाखेरि चाहिँ अब मैले यहाँ हेर्दाखेरि चाहिँ अब के भयो भने अब मेरो मेन डिक्लेरेसन, मेरो डकुमेन्टेसन भनेको डकुमेन्टेसन सेक्सन यो भयो। त्यसपछि मेरो लिङ्क सेक्सन भनेको के भयो, लिङ्क सेक्सन भनेको यो भयो। त्यसपछि यो भनेको मेरो चाहिँ मेरो डिफिनेसन सेक्सन भयो। त्यसपछि यो भनेको मेरो ग्लोबल डिक्लेरेसन सेक्सन भयो। यो भनेको के भयो मेरो मेन फङ्सन भयो। यसरी चाहिँ हाम्रो यो चाहिँ हाम्रो बेसिकली एउटा इक्जाम्पल भयो एउटा सिम्पल सी प्रोग्रामको, जसले चाहिँ के एरिया निकाल्छ। अब यसलाई टुक्राउँदाखेरि अब हाम्रो के हुन्छ भने सुरुको हाम्रो हेडर फाइलहरू अब यहाँ चाहिँ के थाहा भने हामीलाई यो कोड स्टुडियो डट एच र कोनियो डट एच जुन चाहिँ हाम्रो लिङ्क सेक्सनमा छ, यसलाई चाहिँ हामीले के पनि भनिन्छ, यसलाई चाहिँ हामीले एस इन्क्लुड स्टुडियो डट एच एस इन्क्लुड कोनियो डट एच, यसलाई चाहिँ हामीले अल टुगेदरमा के पनि भनिन्छ भने हेडर फाइल्स। यो चाहिँ प्रिबिल्ड लाइब्रेरी फाइल्सहरू पनि भन्छ। अब एसटिडिओको फङ्सन के हो त, STANDARD स्ट्यान्डर्ड इनपुट आउटपुट भन्छ यसलाई। र कोनियो डट एच भनेको चाहिँ कन्सोल इनपुट आउटपुट भन्छ। र स्ट्यान्डर्ड इनपुट आउटपुट भनेको चाहिँ यसले के गर्छ भने
के लिन्छ, इनपुट लिन्छ र युजरबाट इनपुट लिन्छ र युजरलाई के पनि दिन्छ, आउटपुट दिन्छ। यो भनेको चाहिँ हाम्रो बेसिक फङ्सन भनेको चाहिँ स्ट्यान्डर्ड इनपुट आउटपुट हो। कन्सोल इनपुट आउटपुटको फङ्सन के हो भने कन्सोल इनपुट आउटपुट भनेको चाहिँ आउटपुट डिस्प्ले गर्दा कस्तो फर्मेट दिने, लाइक एज के हुनसक्छ। अब यसको बेसिक फङ्सन भनेको CLSCR क्लियर स्क्रिन, यसको भनेको क्लियर स्क्रिन भन्छ। अनि अर्को चाहिँ भनेको गेट्स भनेको चाहिँ के राख्छ हाम्रो, गेट्स भनेको चाहिँ गेट क्यारेक्टर भनेर चाहिँ के गर्छ भने क्लियर स्क्रिन भनेको चाहिँ के हो भने यहाँ बेसिकली क्लियर स्क्रिनलाई चाहिँ हामीले यहाँ के भन्छ भने कुनै पनि अब पहिलाको आउटपुटलाई चाहिँ नदेखा, मतलब एउटै आउटपुटलाई चाहिँ अहिलेको पहिलाको आउटपुटलाई चाहिँ नदेखा कुनै इरर भएको अथवा पहिलाको कुनै प्रोग्रामको आउटपुटलाई चाहिँ करेन्ट आउटपुट जे छ त्यो मात्र देखा भनेको चाहिँ के गर्नु पर्छ, पहिलाको स्क्रिनलाई चाहिँ क्लियर गरेर चाहिँ करेन्ट आउटपुट मात्र देखा हुन्छ नि। गेट क्यारेक्टर भनेको के हो भने चाहिँ गेट क्यारेक्टर भनेको चाहिँ के भने यदि आउटपुट देखाएपछि कस्तो हुन्छ भने अरू कन्डिसनमा चाहिँ आउटपुट फ्याट्ट देखिन्छ अनि त्यसपछि त्यो कन्सोल चाहिँ फ्याट्ट बन्द भइहाल्छ। अब त्यसलाई चाहिँ देखाइरहनको लागि चाहिँ के भने कन्सोल कति बेला बन्द गर, कुनै गेट क्यारेक्टर अथवा कुनै एउटा क्यारेक्टर युजरले इनपुट गरेपछि आउटपुट देखेपछि र युजरले कुनै एउटा क्यारेक्टर इनपुट नगरेसम्म चाहिँ त्यो कन्सोलमा चाहिँ आउटपुट देखाइराख भनेर भन्नु पऱ्यो भने चाहिँ त्यो भनेको चाहिँ गेट क्यारेक्टरको काम भयो। र यसरी नै अब हामीले के अरू युज गरिन्छ, ह्यास इन्क्लुड म्याथ डट एच भन्ने गरिन्छ, ह्यास इन्क्लुड स्ट्रिङ डट एच भन्ने गरिन्छ। र यसरी नै गर्दा यसरी नै अब अरूहरू पनि छ, लट्स अफ यसरी हेडर फाइलहरू लट्स अफ छन्। यसरी अब यो भनेको चाहिँ हाम्रो बेसिकली युज गर्ने, यो चाहिँ म्याथमेटिकल फङ्सनको लागि युज भयो भने यो चाहिँ एउटा स्ट्रिङलाई चाहिँ कसरी म्यानिपुलेट गर्ने, जस्तै कपी गर्नु पर्यो अनि त्यसपछि कम्पेयर गर्नु पर्यो, यिनीहरू काम भनेको चाहिँ के गर्छ भने स्ट्रिङ डट एचले गर्छ। अब यति भइसकेपछि अब हाम्रो आयो न्यू टपिक भनेको हाम्रो स्ट्रक्चर अफ द सी प्रोग्राम पनि भयो। अब हाम्रो भनेको डिबगिङ। सो डिबगिङ भनेको के हो त, सो डिबगिङ भनेको चाहिँ बग भनेको के हो, सुरुमा डिबग भनेको चाहिँ के हो भने प्रब्लम हो अथवा एरर भन्छ। र एरर नभइकन के हुन्छ भने अरू पनि हुनसक्छ। र बग, अब डिबगिङ भनेको के भयो भने यदि बगलाई हटायो भने डिबगिङ हुन्छ। सो मैले भनेको थिएँ कम्पाइलेसन गर्यो, कम्पाइलेसन गर्दाखेरि इरर आयो र अब यो इररलाई हटाउनु पर्यो भने त्यसलाई के भन्छ, डिबग गर्यो फेरि के गर्यो, कम्पाइल गर्दाखेरि फेरि इरर आयो, फेरि के गर्यो, फेरि डिबग गर्यो, फेरि कम्पाइल गरेर अब इरर आएन भने के गर्यो, त्यसले चाहिँ एक्जिक्युट गर्यो र के दियो, आउटपुट डिस्प्ले दियो। सो दिस इज द आइडिया अफ द डिबगिङ भनेको चाहिँ यो। सो डिबगिङको बेसिक कन्सेप्ट पनि भइहाल्यो। अब अर्को छ हाम्रो टेस्टिङ एन्ड डकुमेन्टेसन। टेस्टिङ भनेको के हो, सो अब आयो भनेको TESTING। टेस्टिङ भनेको चाहिँ टेस्ट गर्ने, हाम्रो प्रोग्रामले चाहिँ चाहिएको आउटपुट देख्यो कि देखेन,
अथवा कुनै पनि प्रोग्राममा हाम्रो चाहिएको अनुसार चाहिँ डाटा फ्लो भएको छ कि छैन। सो अब एउटा क्वेसन के आउन सक्छ भने हाम्रो अब अघि गरे अनुसार अघि हाम्रो लाइन्स अफ कोड कति थियो 7 थियो म्याक्सिमम भयो अघि हामीले गरेको एरिया निकाल्ने भनेको। त्यसमा चाहिँ अब टेस्ट किन चाहियो त त्यस्तोमा नि के टेस्ट गर्नुपर्छ हो त्यो सानो सानो प्रोग्राममा त्यस्तो टेस्ट गर्न पर्दैन। तर लेटेस्ट कम्पेयर हाम्रो चाहिँ 1000 लाइन्स अफ कोड छ 1000 लाइन्स अफ कोडमा चाहिँ डाटा कसरी फ्लो भयो एउटा हाम्रो बनाएको मोडल अनुसार चाहिँ डाटा फ्लो भयो कि भएन भनेर त्यसलाई टेस्ट गर्न पर्यो भने त्यो चाहिँ हाम्रो के भयो त्यो चाहिँ त्यति बेला बल्ल हाम्रो टेस्टिङको काम आयो। र अर्को चाहिँ छ अब टेस्टिङ भनेको चाहिँ यो भइहाल्यो होइन यदि हाम्रो कसरी डाटा फ्लो भयो यदि चाहिए अनुसार डाटा फ्लो भयो कि भएन भनेको चाहिँ त्यो चाहिँ टेस्टिङ भयो होइन। अब डिबगिङ होइन सरी डकुमेन्टेसन डकुमेन्टिङ भन्छ। डकुमेन्टिङ भनेको के हुन्छ पाथ डिफाइन गर्ने हुन्छ। लाइक एज के हो भने डकुमेन्टेसन भनेको चाहिँ जस्ट इमेजिन हामी कुनै ठाउँमा गयौँ त्यहाँ के अरे कतै पनि हामीलाई जाने ठाउँ छैन होइन सर्टेन हामी एउटा एक्स ठाउँमा छौँ हामीलाई एक्सदेखि वाइ ठाउँमा पुग्नु पर्यो। सो हामीले ए भन्ने मान्छेसँग चाहिँ यो एक्सदेखि वाइसम्म चाहिँ कसरी पुग्ने भनेर सोध्यौँ र उसले चाहिँ के भन्यो भने एक्सबाट जानको लागि चाहिँ पहिला कता जानु पऱ्यो जेडमा जानु पऱ्यो त्यसपछि पीमा जानु पऱ्यो त्यसपछि समथिङ डब्लुमा जानु पऱ्यो अनि बल्ल वाइमा पुग्न सकिन्छ भन्यो। भनेको यो भनेको चाहिँ के हो यो भनेको चाहिँ हाम्रो माइलस्टोन भयो क्या। अब वाइमा पुग्नको लागि हाम्रो के चाहियो भने एले भनेअनुसार चाहिँ पहिला जेडमा जानु पऱ्यो पीमा जानु पऱ्यो डब्लुमा जानु पऱ्यो बल्ल वाइमा पुग्यो। सो डकुमेन्टेसन भनेको नि यही हो। लाइन्स अफ कोडलाई चाहिँ एउटा लाइन्स अफ कोडले चाहिँ के गरेछ अथवा एउटा ब्लक अफ लाइन्स अफ कोडले चाहिँ के गरिरह भनेर यदि त्यसको फङ्सनहरू छेउमा लेख्ने सच एज द कमेन्टिङ गरेर चाहिँ छेउमा लेख्यो भने चाहिँ त्यो के भन्छ भने त्यसलाई चाहिँ हाम्रो डकुमेन्टिङ भन्छौँ। डकुमेन्टेसनले के हुन्छ भने मानौँ मैले चाहिँ एउटा प्रोग्राम लेखेँ 10,000 लाइन्स अफ कोड थियो होइन समथिङ मैले एउटा कम्पनीमा काम गर्थेँ मैले 10,000 लाइन्स अफ कोड लेखेँ 10,000 लाइन्स अफ कोडमा मैले के पनि लेखेँ होइन मैले चाहिँ अब मेरो जब चाहिँ छोडेर मेरो साटो चाहिँ अर्को त्यो कम्पनीले चाहिँ अर्को मान्छे हायर गरेर भने उसले बुझ्दैन अब मैले कस्तो कोडिङ गरेछु मेरो डाटा कहाँबाट कहाँ पास भयो कसरी यो प्रोग्राम एक्जिक्युट भयो भनेर उसले बुझ्दैन अब हेर नि बुझ्दैन। अब त्यो नबुझ्नु अब त्यो बुझाउनको लागि के गर्नु पऱ्यो भने हामीले चाहिँ सानो बिचमा के राख्नु पऱ्यो माइलस्टोन राख्नु पऱ्यो। माइलस्टोन भनेको चाहिँ जे पनि हुनसक्छ अब जस्तो मानौँ अघि मैले यो प्रोग्राम राखे अनुसार अब स्ल्यास द प्रोग्राम टु फाइन्ड द एरिया भनेर अघि मैले लेखे अनुसार अब मैले अरू पनि लेख्न सक्छु। अब मानौँ एउटा सर्टेन फङ्सनले यसरी यो फङ्सनलाई यसरी कल गरे यति डाटा पास गरे यसरी चाहिँ यसले तान्छ डाटा यसरी चाहिँ यसले एक्जिक्युट गरे यसले चाहिँ यसरी सिस्टममा एक्जिक्युट गरे भनेर यदि मैले त्यो लेख्दिएँ भने अरूलाई बुझ्नु पनि सजिलो हुन्छ। हालाकि उनीहरूले सबै कोडिङ नबुझ्न सक्यो भने उनीहरूलाई एउटा पाथ डिफाइन हुन्छ सुस्त बुझ्न कस्तो हुन्छ भने कति नबुझ्नु भन्दा अलिअलि बुझ्दै जानुमा धेरै फरक पर्छ। सो दिस इज द पावर। सो यसरी चाहिँ हाम्रो टेस्टिङ भयो। अब हामी चाहिँ अब कस्तो हुन्छ भने अब मेन प्रोग्रामिङ केसमा गर्ने त अब मेन प्रोग्रामिङ गर्नको लागि अब हामीसँग दुईवटा कुरा छ। बेसिकली हामी गर्ने भनेको आइडिईमा गर्छौँ। आइडिई भनेको के हो आइडिई भनेको इन्टिग्रेटेड डेभलपमेन्ट इन्भाइरोमेन्ट भन्छ। इन्टिग्रेटेड डेभलपमेन्ट इन्भाइरोमेन्ट भनेको कस्तो हुन्छ आफूले चाहिएको अनुसार सबै टुल्सहरू त्यहीँभित्र छ जसले चाहिँ डेभलप गर्न मद्दत गर्छ इन्भाइरोमेन्टमा एउटा सर्टेन इन्भाइरोमेन्टमा रहेर त्यसको चाहिँ भनेको चाहिँ के भने इन्टिग्रेटेड डेभलपमेन्ट इन्भाइरोमेन्ट अब भनेको चाहिँ हाम्रो चाहिँ के भयो भने नोट प्याड जस्तो भयो कि अब उनीहरूले चाहिँ सबै हामीलाई फङ्सन प्रोभाइड गरेर एउटा इन्भाइरोमेन्ट पनि बनाइदिए र त्यहाँ चाहिँ हामीले के गरिन्छ अब त्यहाँ चाहिँ हामीले डेभलपमेन्ट गरिन्छ र त्यसले चाहिँ हामीले के भन्छ भने इजी युआई दिने काम गर्छ। र बेसिकली अब हाम्रो यसरी कलेजमा पढाउँदाखेरि चाहिँ अब हाम्रो तीनवटा आइडिई बेसिकली मैले देखेअनुसार चाहिँ टर्बो सी एउटा युज गरिन्छ अर्को चाहिँ कोड ब्लक्स युज गरिन्छ अर्को चाहिँ डेभ सी भनेर युज गरिन्छ अथवा डेभ सी सी प्लस प्लस गरेर युज गरिन्छ। सो टर्बो सी
कस्तो हुन्छ भने अलिकति ओल्ड कम्पाइलरमा बेस्ड छ, ओल्ड कम्पाइलरमा बेस्ड हुन्छ। कोड ब्लक्स भनेको लेटेस्ट हुन्छ र DFC चाहिँ बेसिकली मैले युज अहिलेसम्म गरेको छैन। के हुन्छ कस्तो हुन्छ, बेसिकली कोड ब्लक्स जस्तै हुन्छ, अरूले भनेअनुसार चाहिँ कोड ब्लक्स जस्तै हुन्छ भन्छन्, तर मैले चाहिँ अहिलेसम्म युज गरेको छैन। र यो एज अ होल भिडियोमा चाहिँ हामीले के युज गरिन्छ भने कोड ब्लक्स युज गरिन्छ। टर्बोसी किन युज गर्दिनँ भने एक त मेरो लिनक्स प्लेटफर्म छ, त्यही भएर मेरो टर्बोसी यसमा चल्दैन। प्लस अर्को चाहिँ के हुन्छ भने मलाई टर्बोसीको इन्टरफेस मन पर्दैन। इन्टरफेस किनकि त्यसको चाहिँ अब निलो ब्याकग्राउन्ड हुन्छ, निलो ब्याकग्राउन्डमा अलिअलि त्यो नराम्रो देखिन्छ, मलाई त्यो मन पर्दैन। सो हामीले कोड ब्लक्स भनेको चाहिँ ओपन सोर्स हो है, ओपन सोर्स आइडिई हो। र कोड ब्लक्स चाहिँ अब कोड ब्लक्स डाउनलोड गर्नको लागि codeblocks.org/डाउनलोड्समा जाम अथवा codeblocks.org मा गएर नि डाइरेक्ट हामीले डाउनलोड गर्न सकिन्छ। यसको लागि चाहिँ अब त्यहाँ डिफ्रेन्ट टाइप्स अफ फाइल्सहरू हुन्छ, जस्तै विन्डोजको लागि .exe, DMG र DEB अथवा जिप मिन्स कम्प्रेस्ड .gz पनि हुनसक्छ, जे पनि हुनसक्छ होइन। .exe चाहिँ के को लागि, विन्डोजको लागि युज हुन्छ। .dmg चाहिँ के को लागि, म्याकको लागि युज हुन्छ। र .deb चाहिँ के को लागि भने लिनक्सको डेबियन प्लेटफर्मको लागि युज हुन्छ। र बेसिकली यसरी डाउनलोड गर्दाखेरि अब होइन मैले चाहिँ अब लिनक्स प्लेटफर्ममा गरेको छु। लिनक्स प्लेटफर्ममा गर्दाखेरि चाहिँ लिनक्स प्लेटफर्ममा लिनक्स प्लेटफर्ममा गर्दाखेरि चाहिँ मैले के गरेँ भने सुडो apt इन्स्टल सुडो apt इन्स्टल कोड ब्लक्स गऱ्यो भने मेरो चाहिँ लिनक्स प्लेटफर्ममा चाहिँ मेरो लेटेस्ट अहिलेको कोड ब्लक्स इन्स्टल हुन्छ। र अरूको लागि चाहिँ यसरी चाहिँ codeblocks.org मा चाहिँ डाउनलोड गरेर जाम र यसको लागि डाउनलोड गरौँ। र डाउनलोडको लागि यसरी चाहिँ डाउनलोड गरिसकेपछि मेरो चाहिँ अब के गर्नु छ भने मैले अब यसरी कोड ब्लक्स ओपन गर्नु पऱ्यो भने कोड ब्लक्स मैले ओपन गर्छु। कस्तो इन्टरफेस हुन्छ त नि कोड ब्लक्सको लागि चाहिँ भन्दाखेरि चाहिँ अब मैले के गरेँ, कोड ब्लक्स ओपन गर्छु, CODE कोड ब्लक्स आइडिई भनेर छ यो। कोड ब्लक्स आइडिईको लागि चाहिँ मैले यसरी ओपन गर्छु कोड ब्लक्स आइडिई ओपन गर्दाखेरि कोड ब्लक्स आइडिई भनेको मेरो यो कोड ब्लक्स आइडिई भयो। मेरो चाहिँ अहिले भर्जन चाहिँ 13.12 भर्जन रहेछ, ओपन सोर्स क्रस प्लेटफर्म आइडिई रहेछ। यसलाई चाहिँ मैले पहिले भनेको थिएँ यो ओपन सोर्स क्रस प्लेटफर्म आइडिई हो भनेर। यहाँ अलिकति स्लो भएको छ। सो यो चाहिँ मेरो अब बेसिक इन्टरफेस भयो, मेरो कोड ब्लक्सको चाहिँ बेसिक इन्टरफेस भयो, जहाँ चाहिँ अब यसरी अरूसँग गर्न सकिन्छ। यसरी चाहिँ यो पपअप दिन्छ, वेलकम स्क्रिन दिन्छ। यसमा चाहिँ अब मेरो एक्जिस्टिङ क्रिएट ए न्यू प्रोजेक्ट पनि गर्न सकेँ। मैले एक्जिस्टिङ प्रोजेक्ट गर्न सकेँ। टिप अफ द डे भनेको के कस्तो टिप दिन्छ यिनीहरूको, र भिजिट कोड ब्लक्स। अब यसरी चाहिँ कोड ब्लक्स फरम्स यहाँ गएर यसरी हेर्न सकिन्छ। यहाँ क्लिक गर्नु भने कोड ब्लक्स टिम भनेर गर्न सकिन्छ। अब यसमा न्यू प्रोजेक्ट क्रिएट गर्नको लागि क्रिएट ए न्यू प्रोजेक्ट गरौँ। क्रिएट ए न्यू प्रोजेक्ट गरेपछि अब हाम्रो कुन प्रोजेक्ट हो त, अब हाम्रो बेसिकली हामी काम गर्ने भनेको कन्सोल एप्लिकेसन हो, त्यही भएर हाम्रो चाहिँ कन्सोल एप्लिकेसनमा हामीले यसरी क्लिक गर्छौँ, गो गऱ्यौँ। त्यसपछि अब आयो हाम्रो यो पपअप दिन्छ। यसमा चाहिँ हामीले स्किप दिस पेज नेक्स्ट टाइम भनेपछि अब अर्कोचोटि चाहिँ न्यू प्रोजेक्ट गर्दाखेरि चाहिँ यो हाम्रो देखिन्न। त्यसपछि मैले सी भनेर हाम्रो चाहिँ सी हो, त्यही भएर मैले चाहिँ एउटा सी दिएँ। मैले एउटा चाहिँ पाथ दिएँ। यहाँ फोल्डर एउटा क्रिएट गरौँ। मैले कहाँ गरेँ भने मेरो डकुमेन्ट्सभित्र गएर चाहिँ मैले के गरेँ भने एउटा फोल्डर क्रिएट गरेँ। यसको फोल्डरको नाम चाहिँ के भन्यो भने CPROGRAMMING प्रोग्रामिङ गऱ्यौँ।
प्रोग्रामिङ गर्दाखेरि सी प्रोग्रामिङ गरेँ, यसलाई चाहिँ मैले ओपन गरिदिएँ। यसरी ओपन गर्दाखेरि अब मेरो चाहिँ के गरेँ भने मेरो सुरुको प्रोजेक्टको नाम हेलो वर्ल्ड छ, हेलो वर्ल्ड भयो। हेलो वर्ल्ड मेरो GNU/C कम्पाइलर यही छ। यो भइसकेपछि मेरो यो भयो। अब मेरो चाहिँ अब यहाँ सोर्सेसमा गएर यसरी मैले यहाँ क्लिक गरेँ भने main.c भनेर चाहिँ मेरो यो छ। अनि main.c यो भयो। मैले चाहिँ अब यसलाई यसरी ड्र्याग गरेँ नि, यसरी ड्र्याग गरेँ नि कस्तो स्लो भएको ल। यसरी चाहिँ अब हाम्रो अघि अनुसार चाहिँ के छ भने अघि हाम्रो चाहिँ STDOH स्ट्यान्डर्ड इनपुट आउटपुट त छ, तर हाम्रो चाहिँ यहाँ नयाँ के आयो भने हाम्रो चाहिँ अब यहाँ नयाँ के आयो भने हाम्रो चाहिँ यहाँ नयाँ stdlib छ। र अघि चाहिँ मैले के एउटा के झुकाउने कुरो के भयो भने अघि चाहिँ मैले इन्ट युज गरेको थिएँ, के अरे भोइड युज गरेको चाहिँ यहाँ चाहिँ इन्ट आयो। र अघि चाहिँ मैले कुनै पनि गेट क्यारेक्टरको कुरा गरेको थिएँ, यहाँ चाहिँ रिटर्न 0 आयो। अब हाम्रो अर्को कन्डिसन यहाँ के आउन सक्छ भने मैले के पनि गर्न सक्छु भने भोइड मेन डिफाइन गरेर, अरू सबै एउटै हो, भोइड मेन डिफाइन गरेर printf हेलो वर्ल्ड मैले यसरी पनि डिफाइन गर्न सक्छु। र यसले पनि कुनै इरर त देखाउन्न, यसलाई चाहिँ मैले अहिले यसरी डिलिट गरिदिएँ। यसले चाहिँ कुनै इरर त अहिलेसम्म देखाएको छैन। र मैले अब यसलाई रन गऱ्यौँ भने पहिला चाहिँ यसले बिल्ड गर्नुपर्छ। यहाँ गएर चाहिँ यसलाई बिल्ड गरिदिइसकेपछि यसले चाहिँ के गर्यो भने बिल्ड गर्यो। यसरी चाहिँ मेरो हेलो वर्ल्ड प्रिन्ट गर्यो यसले चाहिँ। तर हेलो वर्ल्ड चाहिँ प्रिन्ट गर्यो। अहिले हेलो वर्ल्ड प्रिन्ट गरिसकेपछि अब मैले यसरी गर्दाखेरि पनि के गर्छ, मेरो चाहिँ हेलो वर्ल्ड यसरी नै प्रिन्ट गर्छ। यसरी नै प्रिन्ट गर्यो हेलो वर्ल्ड। अब यहाँ फरक चाहिँ के भयो भने अब टर्बो सी र यसमा के फरक छ भने मैले यहाँ टर्बो सीमा हाइसिन्क्लुड conio.h हुन्छ भने यहाँ चाहिँ स्ट्यान्डर्ड लाइब्रेरी भनेर यो यसले युज गर्छ, conio.h चाहिँ यहाँ युज हुन्न। अनि अर्को चाहिँ के हुन्छ भने यहाँ चाहिँ भोइड हुन्छ, के अरे उसमा चाहिँ conio.h मा चाहिँ भोइड हुन्छ। जस्ट लाइक यहाँ हाम्रो मैले यही गरेँ भने के गर्नुहुन्छ भने conio.h मैले चाहिँ CLRSCR क्लियर स्क्रिन, यसरी चाहिँ उसले क्लियर स्क्रिन हरेकचोटि गर्नुपर्छ। यसमा चाहिँ क्लियर स्क्रिन गर्नु पर्दैन। र यहाँ चाहिँ के पनि राख्नु पर्छ भने GETCH गेट क्यारेक्टर भनेर यसरी डिफाइन गर्नु पर्यो। र अब यहाँ चाहिँ यसले के एउटा इरर के थ्रो गर्छ भने मैले यो गरिसकेपछि conio.h ले मात्र के गर्छ भने CLRSCR गेट क्यारेक्टरको यसको चाहिँ भ्यालु दिने काम गर्छ। यहाँ चाहिँ के भयो भने यसलाई चाहिँ हामीले बिल्ड गरिएन, बिल्ड एन्ड रन गर्ने हो भने के इरर आउन सक्छ भने गेट क्यारेक्टर अनडिफाइन्ड रिफरेन्स टु द CLRSCR आयो। अब मैले चाहिँ यहाँ अब ह्यास इन्क्लुड conio.h राख्यो भने पनि conio.h राख्यो भने यसले चाहिँ बुझ्दैन। conio.h भन्ने चाहिँ यसको लाइब्रेरी फाइल्समा चाहिँ छैन भनेर चाहिँ यसले के गर्छ भने conio.h भनेर चाहिँ यसको चाहिँ लाइब्रेरी फाइल चाहिँ छैन अथवा नो सच डिरेक्टरी भनेर यसरी गर्छ होइन। फरक के कति भयो भने यसमा चाहिँ फरक यति भयो, यसमा चाहिँ के भन्छ भने भोइडको ठाउँमा इन्ट आयो, अरू केही पनि फरक छैन। मेन जस्ताको त्यस्तै छ, CLRSCR चाहिएन यसलाई, अरू जस्ताको त्यस्तै छ। printf हेलो वर्ल्ड /n यो पनि printf छ। त्यसपछि गेट क्यारेक्टरको ठाउँमा चाहिँ हाम्रो के छ, रिटर्न 0 मात्र छ, अरू केही फरक छैन। सो दिस इज अ कोड ब्लक्स प्रोग्राम। यसरी चाहिँ हाम्रो यो चाहिँ हाम्रो कोड ब्लक्स प्रोग्राम भयो। अब यसलाई हामीले बिल्ड गऱ्यौँ भने के भयो, बिल्ड गऱ्यौँ। अब यसलाई चाहिँ हामीले बिल्ड गऱ्यौँ भने यसले चाहिँ हामीलाई चाहिएको चाहिँ इजिली उस देखायो। र एउटा प्रब्लम चाहिँ के आउन सक्छ भने लिनक्स युज गर्नेहरूले चाहिँ यदि कोड ब्लक्स लिनक्समा युज गरिरहेछ भने उनीहरूकोमा चाहिँ यो एक्सटम भन्ने एउटा उस नहुनसक्छ। के भन्दाखेरि म यहाँ देखाइदिन्छु। लिनक्स युज गर्नेहरूको प्रब्लम चाहिँ के आउन सक्छ भने उनीहरूले चाहिँ एउटा एक्सटम
एक्सटम भन्ने एउटा चाहिँ टर्मिनल हाल्नुपर्छ। एक्सटम भनेको चाहिँ क्रस प्लेटफर्म टर्मिनल भन्छ। यो चाहिँ कस्तो हुन्छ नि ठ्याक्कै विन्डोजको CLI जस्तै हुन्छ तर क्लस प्लेटफर्ममा। यसमा चाहिँ सबै के को काम गरिन्छ, लिनक्सको काम गरिन्छ तर विन्डोजको चाहिँ CLI हुन्छ। ल सो आजको लागि यति नै। अब हाम्रो थाहा भइहाल्यो हाम्रो चाहिँ के भ्यायो भने हाम्रो चाहिँ युनिट 1 प्रब्लम सल्भिङ विथ द कम्प्युटर भ्यायो। यसमा चाहिँ आजको हाम्रो हिस्टोरी अफ द सी, अलिकति सी ल्याङ्ग्वेजको बारेमा पढ्यौँ, त्यसपछि हिस्टोरी हेऱ्यौँ, त्यसपछि एउटा स्ट्रक्चर हेऱ्यौँ कस्तो रहेछ, डिबगिङ को बारेमा हेऱ्यौँ, टेस्टिङ हेऱ्यौँ, डकुमेन्टेसन किन चाहिन्छ हेऱ्यौँ, टेस्टिङ किन चाहिन्छ हेऱ्यौँ, डिबगिङ कसरी गर्न सकिन्छ, के हो डिबगिङ भनेर नि बुझ्यौँ। त्यसपछि अब हाम्रो यसपछिको प्रोग्रामहरू केमा रन हुन्छ भनेर त्यो बेसिक प्लेटफर्म पनि हेऱ्यौँ। सो अर्कोचोटिदेखि चाहिँ अब मैले चाहिँ पुरै प्रोग्रामिङ अनुसार नै लिएर जान्छु। त्यो प्रोग्रामिङ अनुसार लिएर जाँदाखेरि चाहिँ कोड ब्लक्स चाहिँ मैले इन्स्टल गरेर चाहिँ सबैले चाहिँ कोड ब्लक्स इन्स्टल गरेर त्यसमा गर्दा कोड ब्लक्स नै ठिक लाग्यो मलाई, त्यही भएर मैले चाहिँ कोड ब्लक्स रिफर गर्छु। सो आजको लागि यति नै। फेरि भेट हुँदै गर्छ अर्कोमा। अब हाम्रो नेक्स्ट युनिटमा चाहिँ अब इलिमेन्ट्स अफ द सीमा चाहिँ अब के पढिन्छ, सी टोकेन्स भनेको के हो, स्केप सिक्वेन्सहरू के हो, डेलिमिटर्स, भेरिएबल, डाटा टाइप्स, कन्स्ट्यान्ट एन्ड लिटरल, एक्सप्रेसन, स्टेटमेन्ट्स एन्ड कमेन्ट्सहरू के हुनसक्छ र यिनीहरूको कन्डिसनहरू के हो, यो सब बुझिन्छ। र त्यतिन्जेलको लागि थ्याङ्क यू। अनि यदि यो भिडियो मन पऱ्यो भने प्लिज लाइक एन्ड सब्सक्राइब।